गिरगज घुमाएको याद त होला घण्टा घरको छेउमा खिलाइ थियो छोला गिरगज घुमाएको याद त होला। आदरणीय दर्शकबिन सम्पूर्णमा हार्दिक अभिवादन तथा नमस्कार टक्राउँदै आज हामी हेटौडाबाट बिरगञ्जतर्फ लाग्दैछौँ। यसरी हेटौडाबाट बिरगञ्जतर्फ लाग्दाखेरि दायाँ बायाँका देखिने दृश्यहरू हेरिरहनु भएको छ भनेदेखि करिबन हामी बिरगञ्जमा पुगिसकेका छौँ। दर्शकबिन यो बिरगञ्जको यो टेम्पो एवं माइक्रो बस पार्क रहेको छ। यो मुख्य बस पार्क चाहिँ होइन, तर बिचमा यात्रुहरू ओह्रालिने ठाउँहरू रहेको छ र चोक देखिरहनु भएको छ। यो चोकबाट भित्री सहरमा पनि जान सकिन्छ, तर यहाँको मुख्य बस पार्क अझ पनि अझ अगाडि जानुपर्छ भनेदेखि यहाँबाट चाहिँ यो लोकल गाडीहरू बिरगञ्ज वरिपरि घुम्ने लोकल गाडीहरू, लोकल बसहरू, टेम्पोहरू, माइक्रो बसहरू यहाँ चाहिँ पाउन सक्नुहुनेछ। यहाँदेखि सुरुवात हुन्छ बिरगञ्जको सवारी यात्राहरू। लोकल यो चोक देखिरहनु भएको छ। यो चोक पनि निकै नै चर्चित चोक हो भने यो चौबाटोले चाहिँ बस पार्कमा जाने या अन्त सहरमा जाने गर्न सकिन्छ, तर अलि टाढा छ यो। त्यही पनि गाडी चल्न थालिसकेको हुन्छ भने अहिले हामी यो बिरगञ्जको मुख्य चोकनिर चाहिँ आइपुगेका छौँ। यो बिरगञ्जको मुख्य चोक यो निकै नै व्यस्त र यहाँको चाहिँ अलि चर्चित ठाउँ मान्न सकिन्छ, किनभने यो चोक चाहिँ यहाँबाट चाहिँ होटेलहरू सुरु हुने गर्दछ भनेदेखि यहाँ चाहिँ निकै नै यो बस पार्क नजिकै रहेकोले पनि, यो यहाँको बिरगञ्ज बस पार्कको नजिक रहेकोले पनि यहाँ चाहिँ निकै होटेलहरू एवं विभिन्न पसलहरू यहाँ देख्न सक्नुहुनेछ। साथै यो बिरगञ्जको अति व्यस्त अति चर्चित चोक रहेको छ, जसलाई भानु चोक पनि भन्ने गरिन्छ, किनकि यो बाटोको बिचैमा भानुभक्त आदिकवि भानुभक्तको शालिग्राम बनाएर विराजमान गराइएको छ। त्यसैले पनि उहाँकै समानको साथ नाम नै भानु चोक राखिएको छ। भनेदेखि हामी बिरगञ्ज आउनुको कारण पनि यहाँ यो हुन लागेको यो जुन जगन्नाथ रथ यात्रा र केही दिनपछि हुने यहाँ यो जुन बाटो विस्तारको क्रममा आउने हडताल एवं तनाव एवं मान्छेहरूको चाहिँ रियाक्सन, मान्छेहरूको चाहिँ विचार बुझ्नको लागि हामी यहाँ यतातिर चाहिँ यो बिरगञ्जतिर चाहिँ आइरहेका छौँ। यसरी यो बिरगञ्जको मुख्य सहर यो हेरिरहनु भएको छ। दायाँ बायाँका दृश्यहरू यो बिरगञ्जको मुख्य सहर हो। यो निकै नै यो सहर यो बजार पनि निकै व्यस्त हुने गर्दछ, किनभनेदेखि हरेक पर्यटक एवं अन्य घुम्न आउनेहरू चाहिँ यही बाटो भएर अक्सर जानै पर्ने हुन्छ, किनभने बाटो बस पार्क ठ्याक्क यो पूर्वतिर रहेको छ भनेदेखि घण्टाघर ठिक्क त्यसको पश्चिमतिर दिशातिर रहेको छ। सिधै रहेको हुनाले पनि यो चाहिँ यहाँ अक्सर भिड मान्छेहरूको, पर्यटकहरूको एवं दैनिक काम कार्य गर्नेहरूको चाहिँ यहाँ भिड लाग्ने गर्दछ, किनभने यो दायाँ बायाँका जुन पसल देखिरहनु भएको छ यहाँ थोक विक्रेतादेखि खुद्रा विक्रेतादेखि हरेक किसिमका पसलहरू यहाँ देख्न सक्नुहुनेछ। जुन दैनिकी जीवनमा आइपर्नेदेखि लिएर रङरोगन तथा हार्डवेयर सम्बन्धी हरेक पसलहरू चाहिँ यतातिर देख्न सक्नुहुनेछ। भनेदेखि यो घण्टाघरबाट जब केही नाग्ने गरिन्छ, घण्टाघर वरपर चाहिँ
त्यस्तै पोसाक सम्बन्धी ड्रेस सम्बन्धी पसलहरू देख्न सक्नुहुन्छ। अहिले यहाँ चाहिँ यो अलिकति फरक किसिमको पसलहरू पाइने अलिक महँगो टाइपको रङहरू भयो, हार्डवेयर सम्बन्धी भयो, मिसिनरी सम्बन्धी भयो, यस्ता सामानहरू चाहिँ यहाँ पाइन्छ। खुद्रा र थोक खुद्रा, होलसेल एवं रिसेलर यस्ता सबै पसलहरू यहाँ रहेका छन्। यो सिधा टाढा देखिरहनु भएको छ, यो यहाँको एकदमै चर्चित एउटा चाहिँ चिन्ह हो त्यो, जसलाई घण्टाघर भनिन्छ। वीरगञ्जको घण्टाघर भनेर चिने गरिन्छ। यो वीरगञ्जमा मुख्य गरी टाङ्गाबाट र अटो रिक्साबाट र टेम्पोका साथै यो माइक्रो बस पनि यहाँ सञ्चालन हुन्छ। तर मुख्य रूपमा टेम्पो नै बढी जसो यहाँ प्रयोग गरिन्छ, किनभने गली छिर्न पनि सहिलो हुने भएकोले। त्यसरी नै यो जुन सिधा लाइन छ, यो यहाँ निर्गय होटेलहरू पनि रहेका छन्। यो यहाँतिरको होटेलहरू चाहिँ अलि महँगो पर्ने गरिन्छ भनेदेखि बुझेअनुसार यो बस पार्क निरको होटेलहरू चाहिँ अलि यहाँभन्दा चाहिँ अलि सस्तै पर्ने चाहिँ थाहा पाएका छौँ। त्यसैले यहाँ वीरगञ्ज घुम्न आउनुभयो भनेदेखि यदि सस्तोमा अलिक बस्ने विचार छ भनेदेखि बस पार्कतिरैबाट चाहिँ त्यहाँ होटेल खोजेर अलिक भित्रैतिर खोजेर बस्दा सस्तो पर्ने गरिन्छ भनेदेखि यो मेन मुख्य सडक लाइन भएकोले चाहिँ यो चाहिँ अलि महँगै पर्ने गरिन्छ यतातिर। यो अहिले हामी यो घण्टाघर नजिक पुग्नै लागिसकेका छौँ। अब यो वरपरका जुन बस्तीहरू छन्, यो करिबन अब 5-6 दिनपछि यहाँ फर्काउन सुरु गरिनेछ भन्ने चाहिँ जानकारीमा आएको छ। अर्थात् भनौँ यो अहिले हुन लागेको चाहिँ यो जगन्नाथ रथ यात्रा सकिएको लगतै यहाँ चाहिँ यो सडक विस्तारका कार्यहरू थालनी गर्ने भन्ने चाहिँ बुझेको छ। त्यसैले हामी त्यस्ता दृश्यहरू सडक विस्तार गर्दाखेरि हुने कोलाहल एवं बिगारेका दृश्यहरू, घरहरू जुन निर्माण भएका छन्, पुराना संरचनाहरू होला, त्यस्ता बिगारेका दृश्यहरू पनि देखाउँदै जानेछौँ। अहिले यो बिगार्नुभन्दा अगाडिको व्यस्त सडक देखिरहनु भएको छ। यो अहिले सुचारू रूपमा आफ्नो साधारण जनजीवन चलिरहेको छ। यो चाहिँ यताबाट हामीले जुन चोक देखाएका छौँ, यो जनावरहरूको शालिग बनाएको चोक, यहाँबाट जाँदाखेरि चाहिँ हुन्छ भने अहिले यो घण्टाघरको अगाडि एउटा शालिग सायद यहाँको चर्चित व्यक्तित्व हुनुपर्दछ, यहाँको सायद शहीद हुन सक्दछ, वीरगञ्जको लागि चाहिँ केही योगदान गरेका व्यक्तिको यहाँ चाहिँ हुनुपर्दछ। यसको शालिग यहाँ देखिरहनु भएको छ। यो शालिगमा यो चोकमा पनि यो जुन चोक छ, यहाँ मान्छेहरू विश्राम गर्न पनि आउने गर्दछन्। आफ्नो गाडी पर्खिनुको लागि पनि एउटा स्टेसनको रूप जस्तै पनि भएको छ। त्यसरी नै अब हामी दायाँ बायाँका दृश्यहरू देखाइरहेका छौँ। यो केही समय मात्रै, अब गगरीमा 5-6 दिन मात्रै यो वातावरण यस्तो वातावरण रहनेछ। त्यसपछि यो 4-5 दिनपछि अब यो यहाँका दायाँ बायाँका घण्टाघर, दायाँ बायाँका घरहरू भत्काउन थालिनेछ। यो जुन बोर्डहरू देखिरहनु भएको छ, यस्ता घरहरू सायद सबै भत्काउने योजना रहेको छ, किनभने यो मापदण्ड विपरीत बनाइएका भन्ने चाहिँ बुझाइ छ। त्यसैले यो घण्टाघरको बारेमा कुरा गर्नु पर्दाखेरि यो चाहिँ जापानिज विद्यार्थीहरूले बनाइदिएको भन्ने चाहिँ बुझेको छ। त्यसैले यो नेपालको चाहिँ शैलीभन्दा चाहिँ अलिक बेग्लै किसिमको चाहिँ यो घण्टाघरको शैली देख्न सक्नुहुन्छ, जसमा जापानिज झलकहरू आएको देखिन्छ। जापानिज र नेपाली
सम्पदा मिक्स गरेर बनाएको आवाज हुन्छ। तर यो एकदम बिरगन्जमा चर्चित सम्पदा रहेको छ, सम्पदामा गरिएको छ। अहिले हामी यो भित्रैतिरको बजारिक दृश्यहरू देखाइरहेका छौँ। यो महाबौद्ध जस्तै चाहिँ बजार रहेको छ। यहाँ हरेक इलेक्ट्रिक, मोबाइल एवं अन्य माथितिर गयो भने होलसेल पसलहरू माथिको तलाहरूमा देख्न सक्नुहुनेछ भने तल तलामा खुद्रा पसलहरू देख्न सक्नुहुनेछ। त्यसैले यो बजारिक एरिया हो। यो चाहिँ घण्टाघरको यतातिर आउँदाखेरि यहाँ विशेषतया दैनिक जनजीवनमा आइपर्ने पोसाकहरू, मोबाइलहरू, चस्मा जस्ता जुन त्यस्ता चाहिँ अलि लग्जरी टाइपको चाहिँ यहाँ सामानहरू किन्न सक्नुहुनेछ, खरिदी गर्न सक्नुहुनेछ। कसैले अहिले नै यो जुन घरहरू चाहिँ यो चाहिँ फर्काउनको लागि अब अहिले हामी घरहरू फर्काउनको लागि चाहिँ सुरु भएको वातावरण देखाइरहेका छौँ। सबै स्थानीय जनताहरू भेला भइसकेका छन् कसरी फर्काउनु रहेछ। कसैले चाहिँ विरोध गरिरहेका छन् भनेदेखि कोही कसैले चाहिँ अब कसरी फर्काउँदो रहेछ, फर्काउनु झगडा हुन्छ कि हुँदैन त्यसो हेर्नलाई आइरहेछ भनेदेखि यो झगडा अब फर्काउने कार्यक्रम सुरु भइसकेको छ। प्रहरीहरू पनि व्यापक परिचालन भएको देखिन्छ। अब सुरु भइसकेको छ। यहाँका स्थानीयहरूसँग यस सडक विस्तारको बारेमा बुझिँदाखेरि प्राय जो सडकमा घर परेका छैन प्राय जसो जनताहरू खुसी नै छन्। किनभनेदेखि अब बिरगन्ज पनि विकास होलान्, नयाँ आधार, जीवनका आधारहरू तयार होलान् भन्ने चाहिँ आशावादी रहेको बुझिन्छ। त्यसैले सबै दर्शक बनेर धैर्यताका साथ क्रियाकलापहरू अवलोकन गरिरहेका छन्। अब बिरगन्जका यो जुन मुख्य सडकहरू पनि निकै नै ठुलो आकर्षक बनाउने सरकारको जुन योजना छ त्यो चाहिँ साकार हुने देखिन्छ। पक्कै पनि प्रधानमन्त्रीज्यू बालेन सरकारलाई चाहिँ जनताहरूले पनि साथ दिइरहेको महसुस हुन्छ। जो घर परेका छन् मापदण्डमा तिनीहरूले त्यो विगतमै निकै वर्ष पहिले नै यसको क्षतिपूर्ति लिइसकेको बुझिन्छ। भनेदेखि यस युट्युब च्यानल नलेज हस्टिपलाई लाइक, सेयर गरेर सब्सक्राइब गरेर हामीलाई हौसला बढाइदिनु हुन अनुरोध गर्दै यसरी अन्त्यसम्म हेरेर साथ दिइरहनु भएकोमा सबैलाई धन्यवाद, सबैमा नमन। Hey there. Subscribe to my channel.